बेचारा बुन्टी आफ्नो बुवा आमासँग म जिन्दगीभर कहिले पनि बिहे गर्दिनँ, बुवा आमाको धेरै सेवा गर्छु भनेर कैयौँ केटाहरू आउँदा उनले लट्ठीले हानेर फर्काइरहेकी थिइन्। तर पनि बुन्टीलाई आफ्नो आमाले तैँले सधैँभरि यसरी बस्नु हुँदैन, एक दिन न एक दिन तैँले बिहे गर्नुपर्छ भन्ने करकापले उनले बल्ल बल्ल गरेर भूपेन्द्रलाई मन पराएकी थिइन् र भूपेन्द्रसँग अब राम्रोसँग जिन्दगी काट्छु र भूपेन्द्रले पनि धेरै माया गरेको देखेर बुन्टी भूपेन्द्रसँग बिहे गरेकी थिइन्। भूपेन्द्रले पनि बुन्टीलाई सुरुमा धेरै माया गरेका थिए। बुन्टीको इच्छा पुरा गर्नको लागि बुन्टीलाई स्कुलसम्म पढाएका थिए। तर भूपेन्द्रले पछि बिस्तारै बुन्टीको आँखा छलेर बाहिर केटीहरूसँग हिँड्न थाले। बुन्टीले कैयौँचोटि भूपेन्द्र अर्को केटीसँग हिँडेको र उनीहरूसँग रमाएको बुन्टीले आँखैले देखेकी छिन्। त्यहाँबाट बुन्टी र भूपेन्द्रको सम्बन्धमा अलिकति खटपट भइरहेको थियो। बुन्टीले केटा मान्छे हुन्, कहिले काहीँ गल्ती हुन्छ भनेर बुन्टीले भूपेन्द्रलाई बारम्बार क्षमा दिइरहेकी थिइन्। तर पनि भूपेन्द्र सुध्रिएका भने थिएनन्। पछिल्लो क्रममा भूपेन्द्र जेरीसँग त आफूले माया गरेको र जेरीलाई आफूले बिहे गर्छु र बुन्टीलाई डिभोर्स शुद्ध दिन्छु भनेर बुन्टीलाई त्यस घरबाट निकाले। बुन्टी पनि त्यस घरबाट निस्किन्। एक दिन जेरीका बुवाले आफ्नो हैसियत अनुसारले बिहे गर भनेर भूपेन्द्रलाई चुटेर नालीमा फाल्दा बुन्टीले देखिन्। बुन्टीले मानवताको हिसाबले आफ्नो श्रीमान हुन्, मैले बचाउनु पर्छ भनेर हस्पिटलसम्म लगेर आफ्नो रगत शुद्ध भूपेन्द्रलाई चढाएकी थिइन्। अनि भूपेन्द्र निको हुन त लागे, तर उनको खुट्टा र उनी बोल्ने अवस्थामा भने त्यति थिएन। र त्यति हुँदा पनि बुन्टीले भूपेन्द्रको घरमा आएर बुन्टीले भूपेन्द्रलाई धेरै सेवा गरिरहेकी थिइन्। यता भूपेन्द्रको भाउजू र जेरीले भने बुन्टीलाई धेरै षड्यन्त्र गरिरहेका थिए। यस्तो अवस्थामा पनि भूपेन्द्रले बुन्टीमाथि नै शङ्का गरेको र नमिठो वचन गरेर भूपेन्द्रले बुन्टीलाई घरबाट निकालेका थिए। अनि बुन्टीले मैले यतिसम्म आफ्नो श्रीमानलाई गरेँ, अहिले आएर मलाई शङ्का गरे र नमिठो वचन लगाएको भनेर बुन्टीको मन दुखेर बुन्टी त्यस घरलाई छोडेर कहाँ हराइन्। बुन्टी हराएको कुरा टोकलेले थाहा पाएपछि टोकलेले पनि बुन्टीलाई खोज्नको लागि धेरै प्रयास गरे। अन्त्यमा बुन्टीलाई खोज्नको लागि बुन्टी हराएको सूचना मिडियामा लगाए। यो खबर सुकुमायाले थाहा पाइन् र अहिले सुकुमायाले बुन्टीलाई खोजेर बुन्टीलाई के भएको थियो र कसले यस्तो व्यवहार गर्यो, किन बुन्टी त्यस घरबाट निस्किनु पर्यो भन्ने कुरा सबै कुरा थाहा पाएर अहिले बुन्टीको ठाउँमा सुकुमाया आएर बसिरहेकी छिन्। अब सुकुमायाले बुन्टीको अंश दिलाएर त्यस घरबाट बुन्टीलाई स्वतन्त्र बनाएर बुन्टीलाई धेरै माया गर्ने त्यो केटासँग बिहे गरिदिन्छन् कि भन्ने पनि हामीहरूलाई आशा लागिरहेको छ। सुकुमाया बुन्टीको परिवेशमा भूपेन्द्रको घरमा आउँदा भूपेन्द्रको भाउजू जेरी र भूपेन्द्रले चिन्न सकेनन् कि अब टोकलेले यो मेरो बहिनी होइन, यी त सुकुमाया हुन् भनेर चिन्ने छन् त। यो भने हामीले अर्को भागमा थाहा पाउने छौँ। यता बुन्टी भने यतिका दिनसम्म हराएकी छिन्। आखिरी बुन्टी कहाँ गइन् होला भन्ने सबै दर्शकहरूलाई जिज्ञासा लागिरहेको छ। आखिरी बुन्टी कहाँ छिन् र कसले राखिरहेको छ, कस्तो अवस्थामा छिन् भन्ने सबै दर्शकहरूलाई एकदमै जिज्ञासा र चासो लागिरहेको छ। यसरी विगतका कुराहरूलाई हेर्ने हो भने बुन्टी कहाँ जान सक्छिन् भन्ने एउटा सोच्ने हो भने बुन्टी अन्त कहीँ नगएर मालिकनीको घरमा छिन् कि भन्ने हामीहरूलाई शङ्का लागिरहेको छ दर्शकबिन। किनकि मालिकनीले पनि विदेशमा बुन्टीले दुःख पाएको कुरा सम्झेकी थिइन् र मालिकनी पनि नेपाल आउनको लागि तयार भएकी थिइन्। कहीँ कतै बुन्टी मालिकनीको घरमा गएर बसेकी त होइनन् भन्ने कुरा पनि एउटा कुरा सोच्न सकिन्छ भन्दै आजको बुन्टी सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।